जस्ट कन्सिलर मात्र युज गरेर पनि स्किनमा भएको हाइपर पिगमेन्टेसन इजिली कभर गर्न सकिन्छ। यस्तो कुन चाहिँ कन्सिलर होला त? एनी गेसेस? इंट्रोड्यूसिंग माई ऑल टाइम फेभरेट जो ब्यूटी एचडी लिक्विड कन्सिलर इन द सेड बीज एन्ड आइभरी। बीज सेड चाहिँ डार्कमा छ अनि आइभरी सेड चाहिँ लाइटमा छ। सो बीज सेडले चाहिँ फेसमा जहाँ जहाँ हाइपर पिगमेन्टेसन छ त्यो पार्टमा मजाले अप्लाई गर्ने र मजाले ब्लेन्ड गर्ने। यहाँहरूले देख्न सक्नुहुन्छ ब्लेन्डिङ, कभरेज एन्ड फिनिश एकदमै नै स्मुथ छ। यसको फिनिश चाहिँ ब्लेन्ड एकदमै मजाले हुन्छ। थोरै प्रडक्टमा पनि हाइपर पिगमेन्टेसन चाहिँ कस्तो मजाले कभर गरेको छ यहाँहरूले देख्न सक्नुहुन्छ। नेक्स्ट आइभरी सेड चाहिँ फेसलाई हाइलाइट गर्नको लागि अनि ब्राइटन गर्नको लागि सो हाइएस्ट पोइन्टहरुमा अप्लाई गर्ने र जुन पार्टमा अप्लाई गर्नु भएको छ त्यही पार्टमा मजाले ब्लेन्ड गर्ने। एन्ड यु क्यान सी द म्याजिक अफ दिस कन्सिलर। स्किनमा चाहिँ कस्तो मजाको ब्लरिङ इफेक्ट पनि दिएको छ। स्किनमा हाइपर पिगमेन्टेसन छ केले कभर गर्ने भनेर सोचिराख्नु भएको छ भने चाहिँ जस्ट ट्राई जो ब्यूटी एचडी लिक्विड कन्सिलर।